वीरेन्द्रनगर 14 स्थित लादे क्षेत्रको दृश्य हो। यस क्षेत्रको जीवनशैलीमा कृषि र पशुपालन अझै पनि मुख्य आधारका रूपमा रहेको छ। यही क्षेत्रलाई आधार बनाएर आफ्नो पारिवारिक आर्थिक अवस्था सुधार्दै आत्मनिर्भर बन्ने प्रयास गरिरहनु भएको छ वीरेन्द्रनगर 14 लादे निवासी श्री ललिता जैसी। बिहान सबेरैदेखि सुरु हुने उहाँको दिनचर्या गोठको कामबाटै सुरु हुन्छ। भैँसी र गाईलाई दानापानी खुवाउने, गोठ सफा गर्ने, घाँस काट्ने र पशुहरूको हेरचाह गर्ने काम उहाँको दैनिक जिम्मेवारी हो। पशुपालनसँगै उहाँले खसी बाख्रा पनि पाल्दै आउनु भएको छ। अहिले मैले भैँसी व्यवसाय छ। बाख्रा, गोरु, गाई सबै छन्। तरकारी खेती, खसी बाख्रा अहिले 10 वटा छन्। अहिले कम भएका हुन् कि यति नै पाल्नु खोज्नुभयो कि? हजुर, पहिला त धेरै थिए, अहिले अब यस्तै घरको परिस्थितिको कारणले गर्दा अलिक कम छन्। श्रीमानज्यू र छोरी बिरामी भएको हुँदा बेचेर अहिले अलिक कम गराएका छौँ। भैँसी 3 वटा छन्। कुन जातका हुन् ती भैँसी? भैँसी त जात खासै थाहा, मुर्रा भनौँ कि। हजुर, लोकल त खासै लोकल त होइन हुन त। उहाँले पशुपालनलाई व्यवस्थित व्यवसायका रूपमा अघि बढाउँदै जानु भएको छ। उहाँले उत्पादन गर्ने दुध दैनिक रूपमा सङ्कलन केन्द्रमा पुर्याउनुहुन्छ भने कहिलेकाहीँ स्थानीय होटलहरूमा पनि बिक्री गर्नुहुन्छ। यसरी स्थानीय बजारसँग जोडिएर उहाँले आफ्नो उत्पादनलाई नियमित रूपमा बिक्री गरिरहनु भएको छ। हजुर, अहिले एउटा वर्ष दिनको भयो थोरै, एउटा ब्याउनी छ। अहिले एउटा लैनो भैँसीबाट अहिले 10 लिटर दैनिक बेच्छौँ। गाउँघरमा बेच्नुहुन्छ कि डेरीमा? डेरीमा बेच्छौँ। सङ्कलन केन्द्र? हजुर, सङ्कलन केन्द्र छ। अब कहिलेकाहीँ अब यसो होटलमा पनि लगाएका छौँ लाउनु त। दैनिकै हुँदैन होटलमा। सङ्कलन केन्द्रमा चाहिँ दैनिक पुर्याउनु? हजुर, दैनिकै पुर्याउँछौँ। उहाँ बौद्ध ग्रामीण बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध भएको 15 वर्ष भइसकेको छ। हाल उहाँ संस्था अन्तर्गत लाटीकोइली सेवा केन्द्रको सक्रिय सदस्य हुनुहुन्छ। उहाँले आफ्नो जीवनमा आएको सकारात्मक परिवर्तनका लागि संस्थालाई विशेष धन्यवाद दिँदै मानिस जम्मा भएको ठाउँमा बोल्न सक्नु र जीवनमा अगाडि बढ्न सक्नुको मूल श्रेय संस्थालाई दिनुहुन्छ। हजुर, बौद्ध संस्थामा आबद्ध हुनुभएको कति भयो? अहिले 15 वर्ष करस भयो। 15 वर्ष भयो? हजुर। कस्तो लाग्छ बौद्ध संस्था? बौद्ध संस्था एकदम हामीलाई सिकाउने नै बौद्ध संस्था पहिला सुरुमा आएको हाम्रो यहाँ यो ठाउँमा। सानो पहिल्यै आयो, अरू संस्था हामीलाई थाहा थिएन। त्यही आएदेखि अब सबै सिकियो, जानियो, बुझियो। ठिकै छ, राम्रो छ। हामीलाई समूहमा यस्तै अगाडि गएर उभिन हामी बोल्न सक्दैनौँ, आफ्नो परिचय गर्न पनि सक्दैनौँ। बोल्न आफूलाई मनमा लागेका कुराहरू भन्न सकिन्छ। गाउँघरमा कसले कति हिसाबले दिन्छ पैसा भन्दै हात थाप माग्नु पर्थ्यो, भनेपछि अहिले अब आफ्नो संस्थामा जति भने पनि 5 लाख 7 लाखसम्म पनि अब यहीँ पाइन्छ। उहाँको व्यावसायिक यात्रा भने एकैपटक ठुलो रूपमा सुरु भएको होइन। सुरुमा आर्थिक अवस्था कमजोर भएकै कारण व्यवसाय विस्तार गर्न कठिनाइ थियो। तर केही नयाँ गर्ने इच्छा र परिवारको आर्थिक अवस्था सुधार्ने चाहनाले उहाँलाई निरन्तर मेहनत गर्न प्रेरित गर्यो। यही क्रममा बौद्ध ग्रामीण बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध भएपछि उहाँले 10,000 रुपैयाँको प्रारम्भिक ऋण प्राप्त गर्नुभयो। यही सानो पुँजीले उहाँलाई पशुपालन व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन आधार बनाइदिएको उहाँको भनाइ छ। 10,000 ऋण लिएको थिएँ मैले पहिला सुरुमा। हजुर। अनि त्यसपछि 20,000 गरेर नियम, अब संस्थाको नियम अनुसार बढ्दै गयो। आफ्नो इमान्दार अनुशासन अनुसार ऋण पनि बढ्दै गयो। कमाइ सँगसँगै चुनौतीहरू पनि होलान्, दुःख पनि होलान्। के कस्ता चुनौती दुःखहरू छन्? दुःखहरू त समस्या भोग्दै पर्दै आउँदै गर्छन्, भोग्दै गइन्छ। समस्याहरू ठिकै नि, त्यस्तै अरू खासै ठुलो समस्या त हुँदैन। अब यस्तै दुःख बिरामी हुने, अब त्यस्तै हो समस्याहरू त। अब लेखपढको लागि अलिअलि अब केटाकेटीको लागि समस्या त्यस्तै हो। पशुपालनमा उहाँले डाले घाँसको बढी मात्रामा प्रयोग गर्नुहुन्छ। त्यही डाले घाँस काट्नको लागि उहाँले मेसिन समेत खरिद गर्नुभएको छ, जसले कामलाई थप सहज र छिटो बनाएको छ।
पशुपालनसँगै उहाँले तरकारी खेती पनि गर्दै आउनु भएको छ। आफ्नै बारीमा उत्पादन हुने तरकारीले घरायसी आवश्यकताका साथै केही अतिरिक्त आम्दानी पनि थपिदिने गरेको छ। यसरी कृषि र पशुपालनलाई एकसाथ अघि बढाउँदै उहाँले आफ्नो दैनिकीलाई उत्पादनशील बनाइरहनु भएको छ। हाल ललिता जैसीले दुध बिक्रीबाट मात्रै महिनामा करिब 25,000 रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ। भैँसी, गाई तथा खसी बाख्रा पालन र तरकारी खेतीबाट हुने अन्य आम्दानी जोड्दा उहाँको कुल मासिक आम्दानी करिब 45,000 रुपैयाँसम्म पुग्ने गरेको छ। मासिक बुझ्छौँ हामीले, दुधको पैसा मासिक दिनुहुन्छ हामीलाई, महिनाको त्यस्तै हुन्छ 25। अहिले कम भएको बेला पहिला त अलि धेरै हुने हुन्थ्यो। 25,000 हजुर। अनि खसी बाख्रा तरकारीहरू गरेर तरकारी खासै त्यस्तो यकिन त गर्दैनौँ हामीले। अब तरकारीहरूबाट अब खसीबाट अब एउटा खसीलाई अब 20-25,000 को बेचिन्छ एउटा गर्दा। अब कहिले महिनाको एउटा नि हुन्छ, कहिले अब 5-6 महिनाको एउटा नि बेचिन्छ। ललिता जैसीको जीवन यात्रा सानो सुरुवात, निरन्तर मेहनत र सहकारीको सहयोगबाट सम्भव भएको सकारात्मक परिवर्तनको उदाहरण हो। पशुपालन, तरकारी खेती र नियमित समूह छलफलमा सक्रिय सहभागिताले उहाँलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मात्र होइन, आत्मविश्वासी पनि बनाएको छ। सहकारीबाट प्राप्त सानो ऋण, सिकाइ र हौसलाले उहाँको जीवनमा नयाँ दिशा दिएको छ। आज उहाँको अनुभवले ग्रामीण क्षेत्रमा मेहनत, सहकार्य र सही मार्गदर्शन भए सानो प्रयासले पनि जीवनमा ठुलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिन्छ।